शारीरिक सम्बन्ध राख्दाखेरि अलि लामो समयसम्म टिक्न सकियोस् अथवा अलि राम्रो होस्, अलि लामो समयसम्म गर्न सकियोस् भन्ने त्यस्तो लाग्छ भने तपाईँले स्टार्ट एन्ड स्टप यो तरिका अपनाएर तपाईँले शारीरिक सम्बन्ध राख्नुभयो भने आधी घन्टाभन्दा बढी तपाईँ टिक्न सक्नुहुनेछ। यो तरिका लगाउनुहोस्, तपाईँले भनेअनुसारको समयलाई लामो समयसम्म टिक्न सक्नुहुनेछ। के हो त त्यो तरिका? स्टप एन्ड स्टार्ट। आज हामी यसै विषयमा रहेर चर्चा परिचर्चा गर्नेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नुहोला। सुरु अथवा अन्तिममा हेरेर थोरै यति मात्र हेरेर प्रष्ट रूपमा बुझिँदैन। प्रष्ट रूपमा बुझ्नको लागि सुरुदेखि अन्तिमसम्म हेर्न नै पर्ने हुन्छ। त्यसैले यस भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नुहोला। नमस्ते, एसटी सुदीप युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण मेरा भगवान रूपी दर्शकहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय दर्शकवृन्दहरू, हजुरहरू के कस्तो अवस्थामा हुनुहुन्छ? जे जस्तो अवस्थामा भए तापनि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् अनि व्यस्त रहनुहोस् भन्दै ढिलो नगरिकन लागौँ आजको विषयवस्तुतर्फ। आजको विषयवस्तु रहेको छ स्टप एन्ड स्टार्ट। यो कुन किसिमको अथवा कस्तो किसिमको खेल हो यो अथवा सम्बन्ध हो यो? आज हामी यसै विषयमा रहेर चर्चा परिचर्चा गर्नेछौँ। हेर्नुहोस्, हरेक पुरुष मान्छे अथवा महिला मान्छेहरूलाई शारीरिक सम्बन्ध राख्ने बेला राम्रो होस्, लामो समयसम्म टिक्न सकियोस्, लामो समयसम्म मनोरञ्जन प्राप्त गर्न सकियोस् भन्ने जो कोही पनि पुरुष अथवा महिला अथवा जोडीहरूलाई लाग्ने गर्दछ। कतिपयको के हुन्छ भनेपछि मनोरञ्जन प्राप्त गर्न नपाउँदै वीर्य स्खलित हुने, डिम्ब स्खलित हुने र त्यति नमजा आउने, त्यस्तो धेरै जसो जोडीहरू पनि भएको पाइएको छ। यदि तपाईँले लामो समयसम्म अथवा आधी घन्टाभन्दा माथि टिक्न सकियोस्, आधी घन्टाभन्दा माथि रमाइलो गर्न सकियोस् अथवा रोमान्स गर्न सकियोस्, पूर्ण रूपमा सेक्सको मजा लिन सकियोस् भन्ने लाग्छ भने स्टप एन्ड स्टार्ट यो तरिका लगाउनुहोस्। जब तपाईँले योनिमा लिङ्ग प्रवेश गराएर इन आउट गर्ने बेलामा अथवा भित्र बाहिर गर्ने बेलामा वीर्य स्खलित होला जस्तो लाग्छ भने त्यस्तो अवस्थामा तपाईँले स्टप गर्नुपर्ने हुन्छ। जस्तै तपाईँले शारीरिक सम्बन्ध राख्ने बेलामा कहिले पनि हतार नगर्नुहोस्। चिल पारामा, बिन्दास पारामा शारीरिक सम्बन्ध राख्ने गर्नुहोस्। हतारमा राखेको शारीरिक सम्बन्धले त्यति धेरै मजा लिन र दिन सकिँदैन। त्यसैले सबैभन्दा पहिला त शारीरिक सम्बन्ध राख्नु छ भने समय निकाल्नुहोस्, त्यही अनुसारको आफ्नो कार्यक्रम अगाडि बढाउनुहोस् र स्टप एन्ड स्टार्ट यो पोजिसन अथवा यो तरिका लगाउनुहोस्, अपनाउनुहोस्। जब तपाईँले आफू र आफ्नो पार्टनरबिच शारीरिक सम्बन्ध राख्ने निर्णय गर्नुहुन्छ र शारीरिक सम्बन्ध राख्ने कुराकानी हुन्छ र एक आपसमा समझदारी हुन्छ, तब तपाईँले आफ्नो यौनकारी सुरुवात गर्नुहुन्छ। यौनकारी सुरुवात गर्ने क्रममा तपाईँले विभिन्न किसिमका कार्यक्रमहरू सुरु गर्नुहोस्। रोमान्स, यौन सम्पर्क गर्ने बेलामा विभिन्न किसिमका रोमान्सहरू गर्ने गर्नुहोस्। त्यसपछि जब तपाईँ र तपाईँको पार्टनर उत्तेजनामा आउनुहुन्छ पूर्ण रूपमा, अनि मात्र योनिभित्र लिङ्ग प्रवेश गराउनुहोस्। जब योनिभित्र लिङ्ग प्रवेश गराउनुहुन्छ तब तपाईँले छिटो भित्र बाहिर गराउने होइन क्या, बिस्तारै एकदम ढिलो। यदि तपाईँले छिटो भित्र बाहिर गराउनुभयो अथवा छिटो ठोक्ने काम गर्नुभयो भने एक आपसमा लिङ्ग र योनि एक आपसमा घर्षण हुँदाखेरि अत्याधिक मात्रामा हिट हुन्छ, तात्छ। जब अत्याधिक मात्रामा हिट हुने अथवा तात्ने भयो भने वीर्य छिटो स्खलित हुने गर्दछ। त्यसैले भित्र बाहिर गर्ने क्रममा एकदमै ढिलो पूर्ण रूपमा भित्र चाहिँ पसाल्नुहोस्। योनिको भजनीयसम्म जाने गरेर लिङ्गलाई प्रवेश गराउनुहोस्, तर भित्र बाहिर गर्दा अथवा घर्षण गर्दाखेरि अलि ढिलो गर्ने गर्नुहोस्, छिटो गर्ने होइन। छिटो गऱ्यो भने र अथवा सुरुमा शारीरिक सम्बन्ध राख्दैछ कुनै पनि जोडीले भने त्यस्तो अवस्थामा झन् छिटो वीर्य स्खलित हुने गर्दछ। तर ढिलो वीर्य स्खलित होस् भन्ने चाहनुहुन्छ भने जब तपाईँले स्टार्ट एन्ड स्टप, जब योनिभित्र लिङ्ग प्रवेश गरेर इन आउट गराउँदा अथवा घर्षण गराउँदा वीर्य स्खलित होला जस्तो लाग्छ, तपाईँको मनमा फिलिङ्स हुन्छ। जब वीर्य आउला जस्तो भयो भने त आफूलाई अटोमेटिक थाहा हुन्छ। त्यस्तो अवस्थामा योनिबाट लिङ्ग झिकेर केही समयसम्म लिङ्गको माथिल्लो भागलाई, टुप्पोलाई तपाईँले छोप्न पनि सक्नुहुनेछ। अथवा वीर्य स्खलित हुन लाग्यो भने तपाईँले केही समयसम्म होल्ड गर्न सक्नुहुनेछ, स्टप गर्न सक्नुहुनेछ। अर्थात् ठोक्न अथवा घर्षण गराउन अथवा भित्र बाहिर गराउन रोक्न सक्नुहुनेछ, रोक्नुहोस्। यस्तो गर्नुभयो भने भित्रबाट उत्तेजित भएर आएको वीर्य पूर्ण रूपमा फेरि फिर्ता हुन जान्छ। जब तपाईँले स्टप गर्नुभयो, जब वीर्य भित्रबाट आएको वीर्य पूर्ण रूपमा स्टप गर्नुभयो भने अथवा लिङ्गभित्र योनिभित्र लिङ्ग हालेर
घर्षण गर्ने क्रममा अथवा भित्र बाहिर गर्ने क्रममा स्टप गर्नुभयो भने त्यस्तो अवस्थामा भित्रबाट उत्तेजित भएर आएको वीर्य त्यो बेलामा पुनः फर्किने गर्दछ। यो स्टप अथवा बन्द गर्ने। त्यस पछाडि वीर्य पूर्ण रूपमा वापस गयो भने फेरि स्टार्ट गर्नुहोस्, सुरुवात गर्नुहोस् भित्र बाहिर गराउने अथवा योनिभित्र लिङ्ग हालेर भित्र बाहिर गराउने कार्य गर्नुहोस्। जब तपाईँले स्टार्ट एन्ड स्टप वीर्य निस्कति होला भन्ने जस्तो भयो भने स्टप गर्नुहोस् र पूर्ण रूपमा फेरि स्टार्ट गर्नुहोस्। फेरि आउला जस्तो भयो भने फेरि स्टप गर्नुहोस्, फेरि स्टार्ट गर्नुहोस्। बिस्तारै बिस्तारै समयलाई यसरी तपाईँले लम्बाउन सक्नुहुनेछ। अथवा आधी घन्टासम्म पनि यस्तो कार्य गर्दै जानुभयो भने तपाईँले आफ्नो यौन सम्बन्धलाई अथवा आफ्नो शारीरिक सम्बन्धलाई केही हदसम्म लम्बाउन सक्नुहुनेछ। त्यसैले नमात्तिकिन मस्त तरिकाले स्टप एन्ड स्टार्ट कार्यक्रम सुरुवात गरेर बिस्तारै बिस्तारै एक आपसमा काम गर्नुभयो भने तपाईँ केही हदसम्म टिक्न सक्नुहुनेछ। यही नै हो स्टार्ट एन्ड स्टप भनेको। तपाईँले यौन सम्पर्क गर्ने बेला अथवा शारीरिक सम्बन्ध राख्ने बेलामा वीर्य निस्कति हुन्छ अथवा भित्रबाट वीर्य आउला जस्तो लाग्छ भने त्यो बेलामा स्टप गर्नुहोस्, होल्ड गर्नुहोस्, रोकिनुहोस् केही समय, केही सेकेन्ड। त्यसपछि फेरि आफ्नो कार्यक्रम सुरुवात गर्नुहोस्। यस्तो गर्नुभयो भने तपाईँ केही हदसम्म टिक्न सक्नुहुनेछ। प्रायःजसो त के हुन्छ भनेपछि शारीरिक सम्बन्ध राख्ने बेला अथवा योनिभित्र लिङ्ग प्रवेश गराइसकेपछि एकदम छिटो भित्र बाहिर गराउने र छिटो वीर्य स्खलित गरेर चरम आनन्द प्राप्त गर्ने पाइएको छ। यस्तो अवस्थामा के हुन्छ भनेपछि पुरुषको हकमा चाहिँ उनीहरूले प्राप्त गर्छन्। जब उनले वीर्य स्खलित गर्छन् त्यसपछि उनीमा चरम आनन्द प्राप्त गरेको महसुस प्राप्त गर्छ। तर महिलाहरूको हकमा चाहिँ यस्तो हुँदैन, किनभने उनीहरूलाई उत्तेजनामा आउन केही लामो समय लाग्ने भएको हुनाले त्यस्तो अवस्थामा उनीहरूले चाहिँ चरम सुख प्राप्त गरेको हुँदैनन् महिलाहरूले, तर पुरुषहरूले चाहिँ गरेको हुन्छन्, पुरुषको हकमा हुन्छ। त्यसैले दुवै पुरुष र महिलाले नै चाहेअनुसारको चरम सुख प्राप्त गर्ने हो भने स्टप एन्ड स्टार्ट यो नियम चाहिँ लगाउनै पर्ने हुन्छ पुरुषले। विशेष पुरुषमा भर पर्ने कुरा हुन्छ। त्यसैले यस्तो किसिमको कार्यक्रम गर्नुभयो भने शारीरिक सम्बन्ध राख्ने बेलामा तपाईँले चाहेअनुसारको मजा लिएर दिन सक्नुहुनेछ भन्दै महिला र पुरुषबीच मानव यौन जीवनसँग सम्बन्धित जानकारीमूलक भिडियोहरू बनाउने गर्दछु। यदि तपाईँलाई मेरा यस्ता खालका भिडियोहरू मनपर्छ, यस्ता जानकारीमूलक मानव यौन जीवनसँग सम्बन्धित स्वास्थ्य सम्बन्धी जानकारीमूलक भिडियोहरू मनपर्छ भने मेरो यस च्यानललाई सब्सक्राइब गरेर पनि जोडिन सक्नुहुनेछ। र आगामी दिनहरूमा यस्तै जानकारीमूलक भिडियोहरू लिएर म हजुरहरूमा पूर्ण रूपमा उपस्थित हुनेछु भन्दै अहिलेलाई म यस भिडियोबाट बिदा हुन चाहन्छु। र स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्।